हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आज हामी कहाँ छौँ भन्दा यतापट्टि देखायो भने टमाटर देख्न सक्नुहुन्छ। यतापट्टि राम्रो आएन, त्यही भएर मैले यतापट्टि बनाएको। अनि हामी चाहिँ खाना खान लागेको प्रकाश होटेलमा। अस्ति पनि मैले यहीँको भिडियो बनाएको छु। ओके, अब हामी जाने खाना खाने। लेट्स गो। यो साथी लेट्स गो। खाना खान जाउँ। ल जाउँ। बाब यता हेर बाब। हाई, हेलो, वेलकम टु माई च्यानल। थ्याङ्क यू। ल हाम्रो साथीहरू चाहिँ यहाँ हुनुहुन्छ है। अब हामी अर्कै होटलतिर छिर्यौँ। प्रकाश होटलमा खाना रहेछ। एकछिन है, ममिता एमबी यहाँ छ। बलराजको पनि बिहे हुन आँटेको छ। अब यिनीहरूको कहिले कहिले हुने हो। यसको पनि पालो आउँदैछ। बिहेको कुरा हुँदैछ यहाँ चाहिँ। अरे हजुर 25मा के को 25मा तिम्रो बिहे? 25 वर्षमा बिहे गर्ने दिदीहरूले? यहाँ 32 वर्ष या 33 वर्षमा त हामीले आँट गरेको छैन। यहाँ 25 वर्षमा बिहे गर्ने भन्छन् त भाइहरू त। 32 वर्षमा पनि आँटै आउँदैन त बिहे गर्नु त। ओ यहाँ त 28 वर्षमा। ल अब हामी खाना खाने। ओके, हाम्रो सोनम भाइले चाहिँ खाना खाँदैछ। तिमीले चाहिँ चिकन खाएको नि? चिकन खाँदैछ। यता पनि चिकन खाँदैछ। यता चाहिँ फिस खाँदैछ। फिस खाऊ न त बेबी। हाम्रो दिपराजले चाहिँ डल्ला फिस। फिसको ग्रेभी मिठो छ। फिस चाहिँ यहाँ छ। यहाँ पनि छन्। मम्मी दा बेबीले के खाँदैछौ बेबी? चिकन। ल ल हामी सबैजना अब खाना खान्छौँ। यस्तो मेरो भाइले हातले खुवाइदिन्छ ल। गाई माछा? क्राई माछा? यो क्राई माछा हो त? मलाई पो खुवाउँछ होला भनेको उसले त खुवाएन। फ्राई 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 टाउको। फिस मिठो आयो। यसको टाउको क्या? ओके, एज यु क्यान सी आई हेभ माइ फुड हियर। म चाहिँ अर्काहरूले खान्छु। उनीहरूले सुन गरेको। अनि मैले तपाईँहरूले चाहिँ देखाउनु भयो क्या? भाडामा त मजाले बस्दै खाने हो। खाने चिकनको ग्रेभी अब खाने मजाले। ल खाना खाएको ठाउँ चाहिँ यहाँ हो। मेरो साथीहरू भित्र हुनुहुन्छ। दिक्क हात धुनु निक्ल्यो। अनि यो चाहिँ ठ्याक्क तमरको छेउमा छ। मूलघाट भनेर लेखेको छ। यताबाट अब हामी जाने पाख्रीबास। कस्तो लाग्यो र बबलाई? यहाँको खाना एकदमै मिठो, घरको स्वाद होइन। लाइक अब नर्मली अरू होटलहरूमा पाउने भन्दा नर्मल घरमा हामी। कति थप्नु भयो? कति थप्नु भयो? मैले सुरुमा 1 प्लेट ल्याउनु भएको थियो सबैलाई हाल्नुको लागि। सबै हालिदिनु भनेर फेरि पछि गएर पनि आधा थपेँ। ए हो। ल हाम्रो बबलाई चाहिँ एकदम मिठो लाग्यो रे। मम्मी त तिमीलाई कस्तो लाग्यो? माछाले चाहिँ मलाई फर्किने गर्यो। ए हो। ला दिपराजले कस्तो लाग्यो? खाना मिठो। शिवानी होटलको खाना सबैलाई मिठो लाग्यो। हामी रेडी हुँदैछौँ। ल ल अब हामी जाने। बाई। ओके ओके। हाम्रो पार्टीहरू चाहिँ यहाँ जाँदैछ नि अगाडि अगाडि। भ्लग बनाउँदै गरेको कि? हेलो तिमीलाई त 1 वर्ष झन्डै यो विमला होटलमा आएको छु। मेरो साथीको होटलमा। भर्खर आइपुगेको। ल अब हामी एकछिन गफ गर्छौँ। ल खोइ मलाई माया। ल ए राम्रो आयो अब चाहिँ। अमे यिनीहरू त कति राम्रो आएको। लु खाउ त मेरो केटाकेटी हो। ए हेर न राम्रो आएको नि। ल चिया खाँदैछन् मेरो साथीहरू चाहिँ।
साथीहरू के भन्नु सबैजना पुन्टापुन्टीहरू यिनीहरू भाइ बहिनीहरू ऊ यता चाहिँ अलिकति सुट्टिनै पऱ्यो नि हामी ऊ र म चाहिँ एउटै लगको आमा बाहिर चाहिँ सुतिरहेछन् होइन बाहिर चाहिँ यस्तो सुतिरहेछन् अनि म यता बाहिरबाट पनि देखाइदिन्छु ल यस्तो मेरो साथीको दोकान चाहिँ यहाँ छ ऊ बिमला चाहिँ यहाँ बसिरहेछ यहाँ बिमला होटेल ओ यो ठाउँको नाम चाहिँ के पो हिले एक ल यताबाट आउन सक्नुहुन्छ अनि यताबाट चाहिँ धरान जान सक्नुहुन्छ धन्यवाद ओके तिहार विशेषले गर्दाखेरि यहाँ चाहिँ बन्द रहेछ हाम्रो साथीहरू यहाँ छन् हामी चाहिँ कृषि अनुसन्धान केन्द्र पाखरीबासमा छौँ यो चाहिँ धनकुटामा रहेछ अनि राम्रो छ सिनहरू चाहिँ अनि फुलहरू चाहिँ यता फुलेको रहेछ अहिले हामी फुलहरू म ब्याक क्यामेराबाट देखाइदिन्छु थोरै तर हामी भित्र छिर्न पाएनौँ भेरी भेरी स्याड कुरा चाहिँ त्यो भयो ओके अब देखाइदिन्छु ल म यता फुलहरू चाहिँ ल ओके फुलहरू चाहिँ यस्तो रहेछ म त्यहाँसम्म गइनँ ल त्यहाँसम्म जान्छु पनि होला ओके म बनाइदिन्छु कस्तो राम्रो फुलहरू रहेछ यहाँनिर माइ गड यहाँसम्म हेर्नु न मैले देखाइदिएको यो राम्रो यहाँ चाहिँ अफिस एरिया रहेछ यहाँ चाहिँ फुलहरू रोप्नु भएको रहेछ अनि यता तलतिर पनि छ राम्रो ओके यता पनि फुलहरू रहेछ हाम्रो सुषमाले चाहिँ यहाँनिर भिडियो बनाउँदै हुनुहुन्छ सिङ्गल फुलहरूको उहाँको च्यानलमा गएर पनि हेरिदिनु होला हेर न यो चाहिँ मलाई कस्तो मजाले हेर न हेर त अब हामी चाहिँ निक्लिने बेला भएको छ तपाईँहरू पनि आउन सक्नुहुन्छ अनि यहाँ घुम्न सक्नुहुन्छ यो चाहिँ आज बन्द भएको कारणले गर्दाखेरि उहाँको कामले गर्दा मात्र खोल्नु भएको रहेछ अब चाहिँ हामी जानुपर्छ ओ केटाकेटी निक्ला छिटो होइन ल ओके बाई बाई ओके यहाँनिर यस्तो रहेको छ मान्छे भेटाएको सूचना यत्रो छाता मारे फेरि कहाँ भेटेको नि यत्रो छाता मारे ओह आमामामा यहाँबाट सिन चाहिँ यस्तो हेर्दै बसेछन् दुईजना अब अलिक मासतिर होला यहाँनिर रहेछ यतातिर रहेछ ल अब हामी चाहिँ यहाँसम्म आइपुगेको छौँ ओके ठुलो छाता चाहिँ उता माथि छ तल भन्दै रहेछु अनि म चाहिँ जाँदैछु मेरो साथीहरू त ढिलो गर्दैछन् आउँदै रहेछन् पुस्सुहरू बहिनीहरू आउँदैछन् यता आउँदैछन् अब हामी चाहिँ यहाँनिर तालहरू रहेछ अनि चियाबारीहरू रहेछ अनि त्यो देखाउँछु ल अहिले ओके हामी चाहिँ जाँदैछौँ मम्मी त हाम्रो नानीहरू यहाँ छन् माथि आउँदैछन् हामी चाहिँ गयौँ यहाँनिर चाहिँ लाइटिङ राम्रो आउँछ र नि ओके म अब ब्याक क्यामेराबाट देखाइदिन्छु यहाँ रहेछ है पर्यटकीय क्षेत्रमा पाल्नुहुने महानुभावहरूमा हार्दिक स्वागत मेरो भाइहरू यहाँ छन् मेरो साथीहरू यहाँ छन् मेरो भाइहरू यहाँ छन् मेरो साथीहरू यहाँ छन् ल हाई ल संसारी सिमसारमा बल्ल बल्ल आइपुग्यौँ ए हामी चाहिँ यहाँ भित्र छिरिसकेको छौँ यहाँ चाहिँ यस्तो खालको रहेछ यहाँ चाहिँ यो ताल रहेछ अहिले म ताल पनि मजाले देखाइदिन्छु कस्तो लाइटिङ राम्रो आएको रहेछ अनि त्यही भएर चाहिँ मैले भिडियो चाहिँ बनाइहालेको भाइहरूलाई पनि देखाइहालेको एडभर्टाइजिङहरू पनि यता छ ओके अब म ब्याक क्यामेराबाट पनि देखाइदिन्छु अहिले यो टी गार्डन अनि त्यसपछि ओ चियाबारीमा आमा हेर न लाइनमा आउँदैछन् चियाबारीमा लाइनमा आउँदैछन् अब म तपाईँलाई ब्याक क्यामेराबाट पनि देखाइदिन्छु ल चियाबारी चाहिँ यता छ ल आम देखेको ल मम्मी त जाँदैछ ल हिँड बेबी हिँड ओके यस्तो रहेछ चियाबारी देख्नु ट्राउट खोइ राम्रो देखेको कि यहाँनिर नि यस्तो रहेछ यहाँनिर चाहिँ ल अब रानी राम्रो देखेको छ कस्तो राम्रो देखेँ ओके मैले ब्याक क्यामेराबाट पनि देखाइदिएँ ल यहाँ चाहिँ यस्तो रहेछ चियाबारी हो मेन गरी चाहिँ अनि यहाँ चाहिँ सानो ताल पनि रहेछ तालहरू छ अनि हाम्रो साथीहरू चाहिँ यहाँनिर फोटो खिच्दैछन् हाम्रो पुस्सु बेबीको फोटो खिच्दैछ ओके हामीले फोटो खिचिसक्यौँ होइन अनि मैले तपाईँहरूलाई सबै ताल पनि देखाइसकेँ तपाईँहरूलाई कस्तो लाग्यो प्लिज डु कमेन्ट डाउन बिलो अनि मेरो च्यानललाई सब्सक्राइब गर्नु पनि नभुल्नु होला ओके यहाँ चाहिँ यस्तो खालको रहेछ कि यो फुल त होइन यसलाई सेन्टेला भन्छ कि भन्दैन हौ सेन्टेलाको खोल बाहिर हुन्छ खोल बाहिर हुन्छ यो वाला यस्तै हुन्छ होइन यस्तै हुन्छ जस्तो लागेर मैले सोधेको के अहिले चाहिँ हामी पाखरीबासको सिमसारमा छौँ अनि यो चाहिँ यस्तो देखेँ क्या मैले अनि यो सेन्टेला हो कि होइन मलाई फिक्स चाहिँ थाहा भएन
तर मैले यसको के भन्छ त्यसलाई सिरम चलाइरहेको छु नि त, त्यो भएको कारणले गर्दा मैले देखाउन चाहेको चाहिँ यो सेन्टेला हो कि होइन तपाईँहरूलाई चाहिँ थाहा छ कि छैन, प्लिज टु कमेन्ट डाउन बिलो। हामी चाहिँ तल जाँदैछु, यता चाहिँ चिया बगान घुम्नको लागि आएको, अनि यहाँ चाहिँ सबैजना हुनुहुँदो रहेछ। यहाँ चाहिँ पार्टी चलिरहेको छ है, यस्तो पार्टी चाहिँ मङ्की रहेछ, मिनी जू रहेछ यहाँ चाहिँ। अब हामी यता जाँदैछौँ, यहाँ चाहिँ हलुवा बेद पनि रहेछ, इङ्ग्लिसमा चाहिँ के पो भन्छ हौ यहाँ हलुवा बेद। यता चाहिँ पाकी पनि राखेको छ है, यता 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 मम्मी त अलिकति हट त बेबी, उता चाहिँ पाकी पनि राखेको छ है। हामी चाहिँ चिया बगानमा छौँ, चिया बगानमा हामी डुलिरहेको छौँ, हाम्रो साथीहरू आउँदै हुनुहुन्छ, हामी लस्करै आउँदैछौँ। म छिटो छिटो बोलेको अरे क्या, आउँदैछ नि पछाडि पछाडिबाट ल। ए आउँदैछन् हाम्रो साथीहरू चाहिँ, ब्याक क्यामेराबाट चाहिँ यस्तो देखेको छ ल। यिनीहरू त एक राउन्ड हान्नुपर्छ भन्छ नि त यस्तो चिया बगानमा, आमा यस्तो छ। हामीलाई त मलाई त चिया बगानले नै गाँच्छ जस्तो छ त हौ। ओहो हो लु हामी चाहिँ हिँड्यौँ है त, हिँड्दैछौँ चिया बगानमा, एक राउन्ड हान्ने भन्दैछन्, कतासम्म पुगिन्छ ल। लेट्स गो बारी। आउँदैछन् उता उताबाट मेरो साथीहरू चाहिँ, ल हामी चाहिँ यहाँ आइपुग्यौँ। यहाँनिर फोटो सेसन चलिरहेको छ हाम्रो चाहिँ, ए हाम्रो केटाकेटीहरू यहाँ छन्। यसको स्ट्रगल देख्नुभयो, घुम्न आउँदाको स्ट्रगल, आमा मामा मामा बसेको अवस्था। हाम्रो भाइ बहिनीहरूले चाहिँ भिडियोहरू खोर्सानी हेर्नु न। आज चाहिँ हामी सुब्बा सेकुवा कर्नरमा आएको छौँ, अब हामी भित्र जाँदैछौँ। ए हाम्रो चटपटे यहाँ छ, चटपटे खाने पार्टीहरू यहाँ हुनुहुन्छ, सबैजना यहाँ हुनुहुन्छ, चटपटे यहाँ छ, खानेपाटी यहाँ हुनुहुन्छ, खानेपाटी यहाँ हुनुहुन्छ, खानेपाटी यहाँ आउनुहुन्छ हाई बेब्सहरू ल। ओके हामी चाहिँ चटपटे खाँदैछौँ ल। म चाहिँ यस्तो सिम्पल होइन, अनि मिठो चटपटे मिठो लाग्छ ल। म जान्छु पनि तान न। ओके हिलेको फेमस सेकुवा तपाईँहरू खानु आउनुहुन्छ कि छैन? ए म चाहिँ यहाँ छु, ल ल खायौँ ल दुईजनाले। म हालाइसक्यो, चियर्स गर्नु पर्यो ल। राम्रो मिठो हुन्छ मजाले खाने ल। अब चाहिँ मासुको सिल 80 रुपियाँ सिलले चल्छ ल, यस्तो छ है यहाँनिर चाहिँ। ओके हामी चाहिँ चटपटे खाँदैछौँ, हामीले त 20 सिल त मासु खाइ नै सक्यौँ, तपाईँले देखिसक्नुभयो। यो चटपटे लास्ट हो, अब चाहिँ हाम्रो भिडियो पनि एडिट गर्नुपर्ने हुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ। तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो भिडियो कमेन्ट गर्नु होला। ओके बाई, डोन्ट फर्गेट टु सब्सक्राइब टु माई च्यानल।